a new vlog. आज म हिँडिरहेको छु माछा सोध्न। मसँग त त्यो मेरो घरतिरबाट छैन तर माउलोको छ यो मामा अर्को पछाडि आउँदै छ। आज हामी माछा सोध्न हिँडिरहेको छौँ। मसँग दुईटा भाइ छ। एउटा यो भाइ अनि माछा सोध्न सिधै एकछिनमा पुगिहाल्छौँ हामी। अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस् अनि भिडियोलाई लाइक पनि गर्नुहोस्। यहाँ रङ्ग लाग्दै गइरहेको छ। मलाई छोडिसकेछ तर म पनि यस्तो जङ्गल देखियो। हल्का धेरै राति भए पनि चितुवा भेटाइन्छ अरे चितुवा बाघ जस्तो भेटेको पनि हो। यो ठाउँमा एउटा साथमा छ। टपरगन्जुले एकछिन भनेर प्लास्टिक डरायो तर फाइनली हामी पुग्यौँ। अब माछा छोप्दै बस्ने एकछिन हामी। मास्तिर पुग्यो यसले तर यहाँदेखि झराले झराउनु गयो। माथिदेखि होइन तर यहाँदेखि कारण गरेर झर्नु गयो झर। म यहाँदेखि झर्छु। अमर छिटो जाऊँ। त्यो गइसक्यो यहीँ छ। के गर्नुहुन्न नि? लास्टै रिस्की रहेछ। यस्तो रिस्की छ। यस्तो रिस्की प्लेस। रिस्की प्लेसमा दुईटा आउने गरेछ। यहाँ म चाहिँ माछा छोप्ने अब एकछिन यिनीहरू एकछिन त्यही बस्छ। छिटो धन्ने रोटेन एउटै बस्छन् यिनीहरू। अनि हामी एकछिन छोप्दै बस्छौँ। के र जाली खै त जाली तिमीहरूको लाइट आउँदैछ। अब यहाँ एकछिन माछा छोप्छौँ। होइन मैले एउटा ठुलो माछा देखेको थिएँ यहाँ। के भयो र अब त्यही हामीलाई कहाँ लगेको त्यसले। के भयो किन ल भयो के हुन तलतिर छोप्ने। अब खै तल छोप्ने माथि पनि यस्तो यिनीहरूको पहिला छैन के भयो। अब तलै छोप्ने तल छोप्ने अब यहाँ त काँड पऱ्यो। अब तल छोप्ने अब तलतिर छोप्ने भयो। एकछिन छोपौँ ल। अब हामी एकछिन छोप्छौँ अनि ल्याउँछौँ। एउटा ठुलो देखेँ थिएँ मैले यत्रो। ओके एकछिन आउँछौँ। यहाँ माछा छोपेर हल्का फुल्का भइसकेछौँ।
माछा छोपेको कति भयो अरे 1 घन्टा जति भयो भयो ए ढुङ्गा यहाँ यसले ढुङ्गा क्या ढुङ्गा भेटाछ माछाको नाम यति राम्रोसँग देखिदिनु गर्दा अनि एउटा चाहिँ नि उता कता गयो त्यहाँ यो चाहिँ नि माछा नछुपिकनु भयो यता माछा भेटा छ खै माछा यसको मुनि गएको छ भन्छ यार कस्तो छ माछा त एउटा पाल ठुलो माछा गएको रहेछ अलिपछि यहाँ माछा छोप्नु भएको छ कति धेरै यहाँ माछा छोप्नु भएको छ अहिले त आयो होला यता माछा भइबाट छोप्दै हुनुहुन्छ अमरजी तर यहाँ बढी आहा होला आरेछ अहिले त पातडा हुन्छ यार यहाँ पोखरीको रङ हेर्न सक्नुहुन्छ फुल ब्ल्याक छ र यहाँ माछा पनि छ यहाँ हेर्न सक्नुहुन्छ माछा यत्रो छ ए पछाडि यस्तो गर हैन अनि साथमा सजिलो हुन्छ उल्टा पारे यहाँ चोप्नु भएको छ एउटा यति सानो माछा सानो त छैन ठुलो रहेछ यता फेरि चोप्नु भएको छ पछाडि छ ए होइन छ ल आयो ल नर्मल छ जम्मा 3टा ए जम्मा 4वटा रहेछ फेरि कता हो मैले देखेँ बेलामा पुरा घटाएर यो भिउरा गरेन भन्दा यहाँ छोप्ने उता लास्टतिर गछ उता हेर्दाम्मा भयो के त्यो सानो पोखरीमा कति धेरै गा भयो यहाँ हामीले माछा छोप्दै बसिरहेको थियौँ यसको घडी हराछ फाइनली यो पनि तर भेटाएको रहेछ अब हामी घर जाने प्लान खै कति छोप्यौ देखा त धेरै छ भने तर माछा मरेछ ए कति धेरै हो कति फोरो छ सफा गरेको पनि किलो ल झुल सामान जाम ल जाम अब जाम यसको माथि खोइ त अब हामी घर हिँड्नेतिर आफ्नो इम्पोर्टेड सामान लियो नि हाम्रो त्यही हो भयो अब हामी घरतिर लागिरहेको अब जाम अब घरतिर भयो ढकन त नचाहिन्छ चाहिने कसको काम हो ढकन खोज्ने चप्पल पनि सानो लगाएको छ यता त हुन्न हेर गोखोटा तल मात्र हुने भयो कि छोड जामै छ यसले फेरि के सामान बिर्छ के त छैन क्या भरे क्या छोडी जाम अब यहाँबाट उता हेर्दै पर्छ त्यहाँ छैन माछा सबै फेरि लास्ट एकचोटि एक लास्ट एक छोप्ने भयो त्यो त छैन আমার अब त्यो फेरि हामीले यसरी खालेको न यसरी खालेर यस्तो छ यहाँ थियो छैन कि जाम अब जम गर्छ अमरले घर जाम ल आऊ अब जाम अब घर ढक्कन छैन कि अब जाम घर कसको गल्टी हो र ढक्कन मेरो त होइन के अरे ढक्कन खोलेको होइन र जाम फाइनली ढक्कन पनि भेटियो हाम्रो सब सामान पनि भेटियो
या टमाटर मेरो आफ्नै गरी हुन्छ नि यहाँ चाहिँ यस्तो हुने रहेछ भ्यू माछा नि हाम्रो अमर चाहिँ नि उता गइसकेको रहेछ यसले हो कि यसले गर्दा हामीले यता ल्याएको यत्रो टाढा लास्टै टाढा ल्याएको भ्यू चाहिँ यस्तो हुन्छ माथितिर यहाँ अमरे त्यो 2-3टा घर छ मकै चाहिँ यतातिर पलेको रहेछ धान जाम पछि क्याम्पिङ गरौँला नि भोलि पौडी खेल्न जान भोलि पौडी खेल्नेको ब्लग आउँछ ब्लग आएन भने लोजा खत्तम मलेले गर्ने मलेले हजुर ए यसले टायर भेटाछ नभएको टायर कति गोटा छ होला कति बज्यो होला अहिले अनुमानमा अघि नै 2 कति बजेको सुने न 2:50 भनेपछि अहिले कति हुन्छ 5 पकाउनमा 15 मिनेट आधी घन्टामा भ्याइन्छ मैले पकाउँछु यस्तो मिठो गराउँछु औला चाध्दै बस्छ पनि गर्नु पर्यो नि टमाटर पिस्नु पर्यो औला चाट्ने त त्यस्तै हो इनुको त त्यही हो पारा हातबाट चाटिएला इनुको पारा यसकै नवाको पारा हल्का डान्स देखाऊ डान्स सेम हो न तिनले पनि त्यस्तै गर्छ सेम हो सेम बाटोतिर आइसकेछ नि एउटा चाहिँ यो काफल टिप्न भने चढेको रहेछ कतिको सक्छ यहाँ फेरि माछा खेलाउँदै बस्छ मरेको रहेछ छोड्नु रुको जरा सबर करो हामीलाई हाम्रो चाहियो ल चढिरहेको छ हामी यहाँ टाफल टिपेर चढिसकेछौँ नि खाइसकेछौँ मेरो जिम्मा यति हो मालिदिएको यिनीहरूले छिटै न हाम्रो स्कुलदेखि देखिने घर क्या हो स्कुल होइन हाम्रो स्कुलदेखि देखिने घर कुन यो बच्चा माथि पिङ खेल अझै 5 6 अझै माथि जानुपर्छ कति धेरै हो त्यहाँ त्यो घर छ नि त्यो घरमा माथि नदेखिएको त्यो घर छ माथि एउटा पनि छैन बसेको हो त्यो घर पनि अहिले हाल्यो सरेको छ मान्छेहरू सब बुटेल किन सरेको होला अब बाउनलाई बढी पैसा भयो यस्तो भएर बाउनलाई बढी पैसा भएर सरेको क्या जम फाइनली यत्रो माथि पुगेछ एकछिन पिङ खेल्छ म त्यो खेलिसकेछ अब खेल्ने यत्रो तल धान भएको ठाउँदेखि यत्रो पहिला भएको धान भएको ठाउँदेखि यहाँ पुगेछौँ ए नभए खै म खेल्छु समाट ल सर उकिन्छ फेरि ल म त ल
चढले माथि चाहिँ सक्छौ लोड न जस्तो किन लाग्छ अझै माथि सक्छौ अझै माथि अरू लाग्छ यार लोड एकछिन है यो फोटोमा कति ए भिडियोमा यति छ साँच्चै हाम्रो भोटे जस्तै छ हैन आवाज के आवाज 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 भनेको साउन्ड भयो मेरो पालोमा आउनु पर्यो नि ओए ढकलो हो नि माइ टर्न खेला र भयो बिग्रो हो क्या अब अम्म खेल्छ एकदिन खेल्नु हुन्छ लोड छ जस्तो किन लागेछ र मलाई एकदम छोडेर लगिदिनुहोस् कि के छ उतातिर अनि पार्कतिर गएर अमेजिङ हुन्छ जाम अब तिमीले हेर्ने हो जाम भयो क्या जाम अब अमेजिङ उल्टे गरेर हेर न अमेजिङ अब जाम अमेजिङ ओ नगर्दियो अमेजिङ रे भयो बन्द गरौँ प्याउ प्याउ जाम ल अब अझै यहाँरी जानु होइन भ्यू गर माथि बक अन्त माथि पुग्यौँ अहिले अहिले पुग्यौँ जस्तो लागेको छ नहेर्नु दुई बाटोको ठाउँ आयौँ झुङ्गुरु बुक्कौँ यहाँ दुई बाटो हामी माथि बाटो जानेछ दो बाटो पनि गइसक्यो पठान्छु ओभर भयो चप्परगन्जु पारा पारा मेरो पारा खतरा 60 लाख 60 लाख खतरा गुड छिरेन अझ कति छ कच्चा झर्ने हामी त कहाँ आशा भएर हल्का बाटोसम्म पुगेर भयो छोड गएर खाने अब हामी एकछिनमा कुन ठाउँ गरे बाटोले चोर पुग्छौँ बाटोमा चोरेको भएर बटुल चोरिरहेको है होइन बाटुलो चोर भएर बाटुलो बर्को चोर भन्ने अघि हामी पिङ खेलेको ठाउँ त्यही थियो
बर्मुनी किनकि त्यहाँ बरको मुनि गाउँ भएर बर्मुनी भएको हो। भयो अब हामी बाटुलो चौरमा पुग्दैछन्। त्यसैले अब फाइनली घर पुग्नलाई अझै स्यास्या भयो 50 मैजा मिटर पो। छ। 50 मिटर छैन 500 मिटर पनि छ। छैन 500 मिटर त होइन र 50 50 पनि नै 100 पनि नै 200 200 तिर हुन सक्छ 200 नै 250 300 पनि नै 200 300 को बिच 250 250 मानिदिउँ न 200 बिचमा 250 पनि हुन्न है 1 मिटर हेर्न 2 मिटर 3 मिटर 4 मिटर भएन यार 5 मिटर 6 मिटर यहाँ यसले गन्ध गरिरहेको छ 7 मिटर 8 मिटर गुड जब राम्रै गिनेछस् फाइनली 11 मिटर अनि बाटुलो चौर पुग्नलाई 20-30 मिटर छ। पानी छ होला पानी खाने अब हामी ओ त हात धुन्यो किमा गएर पहिला अब एकछिनमा आउँछौँ हामी पुग्यौँ त्यहाँ माथि छ अर्को ठकेर गएर ठबो उता त्यही त गर्छ त्यो त देख्न यहाँदेखि उता सेतो घर पुग्नुपर्छ यहाँ पढ्नुहोस् स्वर्गीय रामप्रसाद शर्मा हामी पनि जाऊँ खानु जाने